राम्रो टल्क्यो दामी देखेको होला भिड भिड अरे के अरे के भन्छ यसो जाम हो कि के हो गाडी अहिलेदेखि रोकेको होइन यो दाइ साह्रै खटा रहेछ गाइज यो दाइको गाडीमा चाहिँ नचढ्नु अबदेखि डाइरेक्ट गाडी भनेर हामीलाई यस्तोमा फसाएको छ नि अहिलेदेखि होइन यहाँ रोकिरहेको गाडी बल्ल अलिकति चाल चल्दैछ गाडीको कस्तो राम्रो देखिएको थियो कि कस्तो राम्रो देखिएको नि गाडी अल्छी लाग्यो टाउको दुःख भोक लाग्यो सबै त भयो है निस्मा निस्मा कोसँग बसे कि हामी आइपुग्यौँ श्री अन्तु काली देख्यो अब चाहिँ सेतो देख्यो हामी चाहिँ फाइनली आइपुग्यौँ यता चाहिँ आउँछौ राम्रो यता कता चाहिँ राम्रो भ्यू ल्याउनु म गरिदिन्छु तिमीहरूको होइन है ल चटपटे चाहिँ जान लागेको ढिलो भइसक्यो ल छिटो यसको चाबी लगाऊ दिदी आउनु जाउँ छोड हामी जान लागेको राति भइसक्यो ए ढिलो भइसक्यो उज्यालो भइसक्यो भनेको राति भइसक्यो खोइ चाबी लगाऊ काली अनि त हेर्नुपर्छ नि त बाटो यस्तो उज्यालो भइसकेको छ अत्तरिका नाइसा निन्दा छोडेछ होइन ढिलो भयो घाम निस्किन तर्खरमा छ ल दिदी घाम निस्किन तर्खरमा छ यति बेला त हामी पुग्नु पर्ने हो क्या छिटो आउनु गाइज छिटो आउनु त्यता हो म त यता सिधै गइरहेको श्रीअन्तु ए म चाहिँ पाइनँ भिडियो घोडा घोडा गाइज घोडा ल के खालको बाटो हो यो दिदी डर लाग्छ त यस्तो बाटोमा त
यो राति जस्तो छ फेरि यहाँनिर त्यही त यत्रो दुःख के को लागि घामको लागि त्यही त घाम उदाउला जस्तो भयो अब मै मात्र बनाउनु होला म चाहिँ ननिस्किनु लानु पर्दैन तपाईँहरू वा म चाहिँ जाऊ खै मलाई देखाएको ए आयो कस्तो राम्रो हो जग्गा वाउ घाम आइसकेछ घाम आइसकेछ फोटो खिच्ने तपाईँ कस्तो घाम चाहिँ निस्किसकेको छ यहाँभित्र त तरुल हाले जस्तो छ त तरुल खानु चिप्लो छैन त्यो पानी उमाले हो के हो है गाइज हामी श्रीअन्तु घुम्दै आएको अवस्था भोक लागेर अनि टक्क यो भक्का खान ए भक्का मात्र होइन यहाँनिर जस्तो छ हो अब हामी जान्छौँ इलाम अब हामी सुन्नुहोस् अब हामी खानाहरू खाएर इलाम जान्छौँ इलाममा कन्याम घुम्ने अनि घोडा चढ्ने दिदीसँग म चढ्छु घोडा हो घोडाको फोटो चाहिँ यो यस्तो घोडामा कहाँ लाग्छ उता देख्छ साथीहरू जिन्दगानीमा के हुँदो रहेछ भने ओह्रालो झर्दा खुट्टा दुख्दो रहेछ उकालो चढ्दा मुन्टो फुट्दो रहेछ गाह्रो छ हामीलाई गाह्रो छ अघि उकालो चढ्दा मुन्टो फुटेको थियो कि थिएन अघि उकालो चढ्दा मुटु फुटेको थियो कि थिएन यता हेर कहाँ हिँडेको फर्केको कन्याम जाँदै हो नि फर्केको जाने होइन कन्याम जाने नि हामी हिँडेको
आइपुग्यौ खाना खायौ अलिकति शान्त भयो तर घाम भयो अब शीतलमा दिदी पेट पूजा भयो भयो नि अहिले त खाएर आनन्द कस्तो गर्मी रहेछ है तर उता भन्दा त अलि शीतलै हो फोर्छ नि त फोर्पाल्ट यहाँ कन्याम हो है गाइस होला ल अब त आइपुग्न आँटो आइपुग्यो अब यत्रो तल जानुपर्ने हामी गाइज ऊ हेर्नु बादल ऊ हेर्नु